हेलो मम्मी के भयो माइजूलाई बिरामी भएको छ छिट्टो गएर त्यो सफारी लिएर गएर लैजा बिजयपुर हस्पिटल 2 दिन कुदेको बिमारी भयो माई गड दाजु जाउँ हामी बिमारी लिनु 2 दिन हाइकिङ गएको बिमारी पो हुनु भएछ त नि ल गएको हामी ल जाउँ छैन ओके गाइज म चाहिँ अहिले माइजू बिमारी हुनुभयो भनेर माइजूलाई भेट्नुको लागि गइरहेको छु यहाँ सफारीमा सफारी दाजु हालखबर के छ तपाईँको ठिक छ नि है ओके ठिक हुनुपर्छ है अनि के भन्दैछ राजा ल्याउनु भन्ने त राजा त अब नेपालीहरू होइन के गर्ने हजुर गणतन्त्र नै ठिक छ तपाईँको लागि होइन म त हामी काम गर्ने मान्छेलाई त जागिर हुनु पर्यो सुरक्षित हुनु पर्यो हजुर लाएर बोल्नु पाइन्छ भन्छ बोलेर हामीलाई के पनि ल हाम्रो घर चाहिँ यही अगाडि रोक्नुहोस् त यही हजुर गौरव हेलो को हुनुहुन्छ हेलो व्हाट्सअप गौरव I'm fine. मम्मीलाई के भयो बिमारी हजुर मम्मी आउनुहुन्छ खै ए माइजू नमस्ते के गर्ने जाउँ न त अब मासतिर सफारी लिएर आएको छु सफारीमा जाउँ न स्कुटीमा तपाईँ अनि उभिनै सक्नुहुन्न होला कहिलेदेखि बिमारी हिजो बेलुकादेखि के हाइकिङले नै हो होइन अनि त बाना मात्रै हाइकिङ त यो वेदर चेन्ज भएर पनि हुनसक्छ माइजू एक्चुअली वेदर चेन्ज हुँदाखेरि मान्छेहरू रुगा मार्गी लाग्छ है टाउको मात्रै दुखेको छ कि अरू पनि यस्तो बडी केही खानुभएको छ त्यो कमजोरी भएर दुखेको हड्डी दुख्छ होइन त त्यो कमजोरी भएर क्याल्सियम नभएर भान्चोकको क्लक टावर अगाडि आइपुगिसकेको छु माइजूलाई लिएर गौरव मम्मीलाई लगेर अब हामी के छ ए यो त उयो जस्तो लाग्यो के भन त कुलमानको ल केटाकेटीले पनि नपट्याउने गरेका छन् अनेक थरी भाषण लोकतान्त्रिक मुलुकमा चलेको छ हिटलरको शासन हाम्रो मेरो साथीहरू हुँदो रहेछ यो पैसा धेरै पायो मोनालिसा के यो पैसा ल ब्रदर थ्याङ्क यू भेरी मच बोकेर किन अगाडि हामी चाहिँ पैसा झिकेर आइसकेको छौँ अब यति बसिसकेको ओके हाम्रो माइजूलाई चाहिँ 6 नम्बर बेडमा एडमिट गरेको है गौरव अब यो रिपोर्ट काट्यो अब यो 12 नम्बर जानु भन्दै हुनुहुन्छ 12 नम्बर चाहिँ यता अब मासतिर हो कि तलतिर मासतिरै होला यता रहेछ यता ल्याब स्टोरतिर सिर्दैछु हेलो एक्सक्युज मी एउटा रिपोर्ट चाहिँ 3 दिनपछि आउँछ भनेको छैन अनि एउटा चाहिँ 1 घन्टापछि रिपोर्ट त गौरव देउरा मम्मीलाई यसमा हिसाब भन्नुभयो नि त दुईजना
हामी चाहिँ अहिले यहाँनिर छौँ है त बेड एडमिट भइसक्नु भएको छ 6 नम्बर गौरव कमियर मम्मीलाई कस्तो छ अहिले मम्मीलाई कस्तो छ अहिले राम्रो छ ठिक छ नि हैन अहिले टेन्सन लागेको छैन नि हैन लुक एट हियर नो निड टु वरी ओके भिसन दाइ इज हियर माइजू चाहिँ भित्र हुनुहुन्छ अनि दिदीले मजाले स्याहार्दै हुनुहुन्छ माइजूलाई सिक्स नम्बर बेडमा भर्ना हुनुभएको छ यता चाहिँ हाम्रो भाइ गौरव छ गौरव हेलो नो निड टु वरी ओके नो निड टु वरी हामी कहाँ छौँ बजारमा हामी के गर्दैछौँ यहाँ पेन किन्दै पेन किन्दै हामी चाहिँ यहाँनिर भाटभटिन जाने हो गौरव यता हेर न उताबाट हामी भाटभटिन जाने हो हेलो गर न हेलो हामी एकजना सिस्टरले चाहिँ चिया लगेर जानुभएको छ माइजूको लागि म चाहिँ एउटा टी सर्ट र फ्राइड राइस खाने भनिदिनुहुन्छ त्यसको लागि निस्केको खै त सफारी पनि छैन दोकान पनि सबै बन्द देख्छु म बन्द देख्छु सबै दोकानहरू खै त नि भेटिँदैन के हो यार हेर्नुहोस् त गाइस टी सर्ट किन्नु पर्यो भनेको त सबै बन्द छ त हौ यताबाट आएको म हाम्रो माइजूलाई टी सर्ट चाहियो भनेर आउनु चाहिँ आएको होइन त गाइस तर दोकानै बन्द छ सबैतिर दिउँसो जस्तो भए पनि बेलुका जस्तो सुनसान हुन्छ क्या हाम्रो भानुचोक हेलो म चाहिँ अहिले धरानको भानुचोकको घन्टा घर अगाडि छु है म चाहिँ अहिले यहाँनिर टी सर्ट लिनु आएको खै सबै बन्द भइसकेको छ त्यही भएर अब म यहाँनिर फ्राइड राइस लिन्छु अनि चल्दिन्छु है त यहाँनिर डेन्जर लुगा रहेछ नि त नि यहाँनिर अनि किलोको भाउमा फ्राइड राइस छ भाइ कसरी छ फ्राइड राइस सादामा छैन केमा चिकनमा एउटा एक ठाउँ ल सही होइन एक ठाउँ अनि यो लुगाहरू चाहिँ अनि थन्काउनु भएको लुगा थन्काएको आजको लागि थन्काएको भाइ तिमीहरूले एउटा टी सर्ट चाहिएको थियो कि मलाई एकदम थन्काएको तपाईँहरूले एउटा मलाई टी सर्ट होइन एकदम सस्तो होइन भन्नु नि एकदम सस्तो अनि एकदम पातुलो टी सर्ट क्या युज एन्ड थ्रो टाइपको एउटा चाहिरहेको थियो हेरौँ ल त्यत्रो फेरि ठुलो साइजको चाहिएको है डबल एक्सलको म चाहिँ अहिले यहाँ भान्सामा छु कि एउटा हुन्छ कि भाइ यो होइन डबल एक्सल यो डबल एक्सल हो कस्तो होइन ल एकदम ठुलो साइजबाट क्या ठुलो यो अनि अर्को योभन्दा ठुलो छैन यही हो सबैभन्दा ठुलो 200 रुपियाँ दिन्छु ल दिदी हेर्नु अब नाइटमा अब मिलाइदिनु नि 250 दिनै पर्ने ए तेरिका मेरो अनुहार हेर्दा माया लागेन हो र केले खानु दिन्छ त एउटा बेच्दा कति आउँछ बिजनेस बोली हो क्या यो भनेको होइन भाइ हो कि होइन भन त लास्ट चलाएको हुन्छ होइन यिनीहरू हो कि होइन हो भन न हो ए तिम्रो मम्मी हो
हो कि होइन हो भन न हो ए तिम्रो मम्मी हो तपाईँको नानी हो तपाईँको नानी हो अनि उसले नै ठग्दै हुनुहुन्छ दादा तपाईँलाई भन्दैछ त होइन 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 मैले सिकाइदिएको ल दिदी एउटा लान्छु यो यस सर म चाहिँ अब यो माइजूको लागि लिएर फर्किँदैछु खासै भोक लागेको छैन मलाई चाहिँ जाँदैछु सफारीमा जानु पर्यो भनेको सफारी पनि भेट्दिनँ सफारी भेटेको पनि जाँदिनँ भन्छ रात पर्यो भन्छ हिँड्दा हत्ते हुने भयो हेर्नुहोस् न हाम्रो बजारै बन्द भइसकेको छ त हाम्रो बजारै बन्द भइसक्यो अब लुगाहरू पनि सबै उठाउँदै हुनुहुन्छ अनि इन्स्टल ठेलाहरू पनि अब लगभग उठाउने बेला भइसकेको रहेछ ठिक छ म चाहिँ यहाँ एक्लै बोल्दै एक्लै जाँदैछु मान्छेहरूले पागल भनिरहेको होला भनिराखोस् उनीहरूले पागल भन्दैन पागल हुने होइन उनीहरूले सजन भन्दैन म सजन मात्रै झन् सजन हुने पनि होइन अरू भन्दा सफारीको दाम बढेको देखेर चाहिँ म छक्क पर्छु क्या दिनभरि चाहिँ पुरा खुट्टै ढोक्नु खोज्छ जानु न दाजु जानु भन्छ बिहान दिउँसो चाहिँ बेलुका भएपछि त आमा पुरा भएको बस्ने हुँदैन बेलुका भइसक्यो राति त डबल पैसा लाग्छ अरे बागे झापु लड्ने गरी हान्नुपर्ने क्या विजयपुर हस्पिटल प्राली म चाहिँ अब फर्किन लागेको हेलो गुड मर्निङ दिदी गुड मर्निङ माइजू मर्निङ के छ हाल खबर हाम्रो बिमारी माइजूको ठिक छ अनि अनुहार त अनि गुलियो देख्छु त नि आज त के देख्छ र गुलियो हिजो छिपेको अमिले जस्तै थियो सलाइन पानी यो सक्ने बित्तिकै हामी डिस्चार्ज माग्ने अब त्यसपछि हामी दिदीसँग घर जाने होइन त हाम्रो दिदीले धेरै हाम्रो माइजूलाई सेयर गरिराख्नु भएको छ काम छोडी भयो भने दिदीलाई धन्यवाद भनिदिनु एकचोटि धन्यवाद ल अहिले म जान्छु कि म भरे आउँछु ल माइजू फलोअप गर्नुको लागि ल बाई बाई अहिलेको लागि म चाहिँ यहाँनिर फर्किँदैछु हाम्रो विजयपुर हस्पिटलदेखि हिजो बिमारी हुनुहुन्थ्यो माइजू त्यही भएर एडमिट गरेको थियौँ अहिले चाहिँ चकाचक एब्सोल्युटली फिट एन्ड फाइन भइसक्नु भएको छ अब डिस्चार्ज गर्नुको लागि पनि अब टाइम चाहिन्छ नि त 11 बजीसम्मको त्यसको लागि अब बस्नु त पर्थ्यो फेरि आज अब कोकाको लास्ट छ र हाम्रो कोकाको खानेपानी आज अन्तिम धरान आउनेछ अनि आज भनेको त एकदम ग्रान्ड डे हो नि त यो दिन चाहिँ बवाल छुट्टी नै भएन नि त्यही भएर अङ्कलले पनि फोन गर्नुभयो मलाई आज अन्तिम छुट्याउनु हुँदैन भनेर त्यही भएर म घरतिर जाँदैछु गाइज माइजू पनि अब डिस्चार्ज हुन्छ उहाँको म अपडेट दिइहाल्छु नो निड टु वरी किकीसँग पनि कुरा गरेँ माइजूसँग गौरव भाइसँग पनि कुरा गरियो कसैले केही टेन्सन लिनु पर्दैन भनिदिएको छु मैले चिन्ता गर्नुहुन्छ क्या किकीहरूले अब बिमारी छ के भयो कि कस्तो छ हुन्छ नि त अब केयर त भइहाल्छ नि र मैले चाहिँ भनिदिएको छु ढुक्क भएर बस्नु भान्जा हुन्जेलसम्म केही हुँदैन माइजूलाई भनेर मैले भनिदिइसकेको छु अहिले चाहिँ अब कहाँ छु भन्दाखेरि धरानको भान्जुचोक अगाडि पुगिसकेको छु अब यहाँदेखि चाहिँ सफारी चढेर जानुपर्ने हुन्छ होइन त गोपा गोपा डाँडा गोपा